हेलो साथीहरू, आज म फेरि तपाईँहरूको अगाडि चाहिँ होइन दुबोको माला कसरी सजिलो तरिकाले बनाउने भनेर भिडियो लिएर आएको छु। यसको लागि हामीले चाहिँ धेरै इच्छामा त्यस्तो केही चाहिँदैन होइन। धागो चाहिन्छ, दुबो चाहिन्छ र जरीको माला चाहिन्छ होइन। सबभन्दा पहिला चाहिँ हामीले चाहिँ धागोलाई चाहिँ अब यस्तो मैले बाँधेको जस्तो बाँध्नुपर्छ। अनि त्यसपछि हामीले चाहिँ अब दुबोलाई चाहिँ बिस्तारै बिस्तारै चाहिँ एसेम्बल गरेर होइन, त्यो धागोले चाहिँ हामीले बाँध्दै गर्नुपर्छ। अनि यो चाहिँ अलिक गाह्रो छ, एक्लै चाहिँ गर्न त गरिन्छ होइन, तर धेरै टाइम कन्ज्युमिङ छ। सो त्यही भएर चाहिँ एक साथी लिनु होला। मलाई त मेरो मम्मीले हेल्प गर्नुभएको थियो। मम्मीले चाहिँ सबै दुबो बनाएर दिनुहुन्थ्यो, म अलिअलि गरेर मिलाउँथेँ। अनि त्यसपछि म चाहिँ त्यो बाँध्ने गर्थेँ। यसरी नै बिस्तारै बिस्तारै चाहिँ मैले मम्मीले मिलाएर दिनुहुन्थ्यो, त्यसपछि म अलिअलि मिलाउँथेँ अनि फेरि बाँध्दै गर्थेँ। सो हामी दुईजना भएन, कुराकानी गर्दै बनाएको त्यो टाइम लाग्यो, तर त्यस्तो खासै फरक पनि परेन होइन। रमाइलो गर्दै हामीले बनाइसकेको थियौँ। सो यसरी जसरी हेर्न सक्नुहुन्छ म कसरी बाँधिरहेको छु, त्यसरी नै तपाईँहरू चाहिँ बाँध्नु होला दुबोलाई चाहिँ मिलाएर। अनि त्यसपछि यो मिलाइसकेपछि चाहिँ हामीले यो दुबोको माला दुबो चाहिँ रेडी हुन्छ दुबोको माला बनाएर। र यो चाहिँ मैले खासमा मेरो छोरीको पास्नीमा तपाईँले अगाडि हेरि नै सक्नुभयो भिडियो, म आफ्नो छोरीको पास्नीको लागि बनाइरहेको छु। र खासमा चाहिँ यो अर्कै खाले हामीतिर पाउँछ नि दुबो, त्यसले बनाउनु पर्ने। र मलाई चाहिँ त्यो दुबो चाहिँ अहिले यस्तो मौसममा त तपाईँले चैत र फागुन चैतको बेलामा त तपाईँलाई दुबो पाउँदैन नि त, सबै सुकेर गएको हुन्छ, त्यो सुकिसकेको हुन्छ। त्यही भएर चाहिँ मैले चाहिँ यो फुलको बनाएको छु, फुलकै दुबोलाई लिएर चाहिँ बनाएको छु। र यसरी बनाइसकेपछि तपाईँ यसरी काट्नु होला तलमाथि मिलाएर। अनि त्यसपछि यो हेर्न सक्नुहुन्छ जरी छ, यो जरी चाहिँ यो खासमा ठुलो मान्छेको थियो, मेरो बहिनीले मलाई नेपालबाट पठाइदिएको थियो। अनि त्यही भएर मैले चाहिँ डबल गरेर बनाएको छु। र यो मेरो सानो बेबीको लागि हो नि त, पास्नीको लागि बनाउँदैछु। त्यही भएर बेबीलाई चाहिँ अब यो घाँस चाहिँ घाँटीमा नगोचोस् भनेर चाहिँ मैले चाहिँ पहिला यो कपडाले चाहिँ बेरिरहेको छु त्यहाँ। यो त खासमा दुबो घुच्ने खालको छैन, सफ्टै छ। त्यो पनि आफ्नो बेबीको अब 6 मन्थको भनौँ 5 मन्थ के छ, मेरो छोरी 5 मन्थमै बाँच्ने गरिरहेको छु। सो उसलाई चाहिँ घोचिन्छ कि भनेर आफूलाई चाहिँ त्यो लागेर, त्यही भएर मैले सबै प्रोटेक्सनहरू अपनाएको छु। त्यही भएर चाहिँ हेर्न सक्नुहुन्छ यति राम्ररी चाहिँ मैले पहिला कपडा लगाएँ, त्यसपछि माथिबाट यो जरी पनि अलिक तलै दबाएर दिएको छु ताकि छोरीलाई नघोचोस् भनेर। अनि त्यसपछि फेरि लास्टमा यसरी मिलाएँ। सो हेर्न सक्नुहुन्छ मेरो माला बनेर रेडी भइसकेको छ। यो पछाडितिर यो दुवै साइड चाहिँ मैले त्यो गरेको छु, मालामा बाँध्नलाई छोडेको थिएँ। अब हेर्न सक्नुहुन्छ मेरो छोरी कति राम्रो लागिरहेछ। मेरो